Hari
शंकर भगवान को बोले श्री कृष्णचंद्र भगवान को जय। प्राचीन गरी महाराज को दरबार उहाँहरुलाई त एकछिन नचाहे पछाडी मात्र रुस्यो ल बाहिरमा देवर्षि नारद हजुर प्राचीन गरी महाराजले स्वागत सम्मान गर्नुभयो। त्यसपछि देवर्षि नारदले प्राचीन गरी महाराजलाई महाराज बोले श्री कृष्ण चंद्र भगवान को प्राचीन गरी महाराज जिनकै पशुवध गर्ने यज्ञको बहानामा मासु खाने प्राचीन गरी महाराज हजुरले यज्ञको बहानामा पशुवध गरेर धेरै निरपराध पशुवध गर्नुभएको त्यसैले हेर्नुहोस् त आकाश मार्गमा दिव्य दृष्टि प्रदान गर्नु हुँदै गरेछ नारदले। ओहो त्यसैले महाराज निरपराध पशुवध गर्नुहुँदै आकाश मार्गमा हजुरको वरदान लिनका निमित्त हेर्नुहोस् कति पशुहरू छन् हजुरले मारेका पुरै ठाडा ठाडा आसिन गरे पुरञ्जन महाराजको कथा ल्याएर प्राचीन गरी महाराजलाई सम्झाउन लाग्नुभयो। आशित पुरञ्जनो नाम राजा राजन् प्रियस्त्रवा तस्य विज्ञातनामासीत् सखा विज्ञातचेष्टितः। पुरञ्जन नाम गरेका राजा हुनुहुन्थ्यो सँगै बस्ने साथी अभिज्ञात। त्यो अभिज्ञात साथीले के गर्दछन् कहाँ जान्छन् केही थाहा हुँदैन थियो पुरञ्जन महाराजलाई। तर त्यो अभिज्ञात साथीले सबै कुरो थाहा हुने। एक दिन तिनै पुरञ्जन महाराज अभिज्ञात साथीलाई छोडेर एक्लै भ्रमण गर्दै गर्दै हिमालयको दक्षिणतर्फ आउनुभयो। नवद्वारले तपाईँको नगरी राम्रो लाग्यो त्यही नगरी भित्र प्रवेश गर्नुभयो साथीलाई छोडेर। त्यो जङ्गलमा डुल्दै डुल्दै हुनुहुन्थ्यो। 10औं सेविकाका साथमा एउटी युवती साह्रै राम्री देख्नुभयो। दुवैजनाको त्यो नजर जुल्यो। तिमी को हौ कहाँबाट आएको सबै कुरो भयो परिचय। त्यसपछि कुराकानी हुँदै गयो। अब विवाह गर्ने उमेर भएको छ विवाह गर्ने हो त भन्दा मलाई धेरै मासु मिठो लाग्छ। कुराकानी केमा गएर टुङ्ग्यो भन्दा खानेकुरामा कुरो मिल्यो विवाह भो। बोले श्री कृष्णचन्द्र भगवानको। एवं रीतिले समय बित्दै गयो। पुरञ्जन महाराज पुरञ्जनीका साथमा विवाह भयो। पुरञ्जन महाराज नवद्वारले तपाईँको नगरीमा बस्नुहुन्थ्यो। त्यो नवद्वारले तपाईँको नगरी पूर्वमा 5वटा द्वार, दक्षिणमा एउटा द्वार, उत्तरमा एउटा द्वार, पश्चिममा 2टा द्वार। पुरञ्जन महाराज पूर्वपट्टिको खाद्योताभिर्मुखी नाम गरेको द्वारबाट
पुरञ्जन महाराज द्युमान साथीका साथमा विराजित नाम गरेको देशमा जानुहुन्थ्यो। नालिनी नालिनी नाम गरेको द्वारबाट पुरञ्जन महाराज अवधूत साथीका साथमा सौरभ देशमा जानुहुन्थ्यो। पूर्व दिशामा रहेको मुख्य नाम गरेको द्वारबाट रसज्ञ र विपण साथीका साथमा बहुधन र आपण नाम गरेको देशमा जानुहुन्थ्यो। दक्षिणमा पितृहु नाम गरेको द्वारबाट पुरञ्जन महाराज श्रुतधर साथीका साथमा दक्षिण पाञ्चाल, उत्तरतिरको द्वारबाट देवहु नाम गरेको द्वारबाट श्रुतधर साथीका साथमा उत्तर पाञ्चाल, पश्चिममा आसुरी नाम गरेको द्वारबाट दुर्मद साथीका साथमा क्रामक नाम गरेको देशमा, निर्ति नाम गरेको पश्चिमकै द्वारबाट लुब्धक साथीका साथमा वैशस नाम गरेको देशमा राजा पुरञ्जन महाराज जानुहुन्थ्यो। अब पुरञ्जन महाराजको नगरीमा दुईजना आँखा नदेख्ने नागरिक अन्धा हुनुहुन्थ्यो, निर्वाक र विशेषकृत काम सबै गर्ने। पुरञ्जन महाराज पुरञ्जनीका साथमा बिस्तारै समयक्रम अनुसार रहँदै जानुभयो। छोरा छोरीहरू हुर्कदै गए, बढ्दै गए, जन्मिए, हुर्किए, बढे, बढ्दै बढ्दै गए। पुरञ्जन महाराज पुरञ्जनीका साथ यति लट्ठ हुनुभयो। पुरञ्जनी पिउन लाए, पुरञ्जन महाराज पिउने, पुरञ्जनी गाउन लाए, पुरञ्जन महाराज गाउने, पुरञ्जनी कुद्न थाले, पुरञ्जन कुद्दै। एक अमृतले दिनचर्या बित्दै गयो। एक दिन पुरञ्जन महाराजले पुरञ्जनी श्रीमतीलाई सोध्दै नसोधी घोडा 5वटा घोडा तयार गरेर रथ तयार गरेर लगाम तयार गरिकन पञ्चप्रस्थ नाम गरेको जङ्गलमा शिकार गर्नका निमित्त जानुभयो। धेरै शिकार गर्नुभयो, भोक लाग्यो, प्यास लाग्यो, दरबार टाढा छ, बिस्तारै थकै लागेको साउन्डको दरबारमा आउँदा आज मलाई नसोधिकन जाने भनेर रिसले चुर भएर पुरञ्जन महाराज दरबारमा रोएर बस्नुभएको छ। बल्ल सम्झाउनु भएको जाउनु भयो। मासु मिठो लाग्ने पुरञ्जन र पुरञ्जनी सत्कर्म राम्रो कर्म छोडिदिएर नराम्रो कर्ममा मात्र लाग्नुभयो। सयौं कतारले छोराछोरी बढ्दै नाति नातिना बढ्दै गए। यता कालेवन भयो, मिटिङ बस्नुभयो। प्रज्वारा भाइलाई जरा नाम गरेकी आफ्नी बहिनीलाई, त्यसै गरी सम्वत्सर चण्डवे सम्वत्सरलाई सबैलाई भेला गराएर मिटिङ बस्नुभयो। यो पुरञ्जन नाम गरेको महाराज पृथ्वी मण्डलमा हिमालयको दक्षिणतर्फ बसिरहेको छ, नवद्वारले युक्त भएको नगरीमा बसेको छ। यसले नराम्रो कर्म मात्रै कुकर्म मात्रै गरेको छ। यसको नगरीलाई जसरी हुन्छ नष्ट भ्रष्ट बनाइदेऊ आदेश दिनुभयो। 5 भना नाम गरेको सर्पले त्यो नगरीलाई सुरक्षा दिइरहेको छ।